हेलो साथीहरू, आज पनि लाइन गएर लाइन पर्खेर बसिरहेछ यही भात खानलाई। अब लाइन नआए भात खाइ हुँदैन। अब लाइन पर्खिरहेछ कतिखेर आउने हो। अनि यही लाइन पर्खिरहेको बेला यहाँ बसिरहेकोलाई एउटा कुरा झस्स याद आयो। पहिला एकजना हाम्रो साथी थियो। साथी अहिले छैन, कता परदेशतिर होला। त्यो साथी एक दिन झापा गएर आउँदै आएको रहेछ। अनि साथी झापाबाट आएको, हामी भएकोतिर हामीलाई भेट्नु, हामी भएकोतिर आउँदै रहेछ भट्टीमा रक्सी सक्सी खाउँ भनेर। अनि साथी त यसो आउँछ, छेउछेउ आउँछ, खुसी भएर अनुहार मुसु मुसु हाँस्दै है, रमाइलो निकै आनन्द भएको जस्तो, धेरै खुसी, अब के पाएर धेरै खुसी भएको जस्तो अनुहार होइन, हँसिलो, अब लचक मस्केर आउँदै थियो। अनि हामी पनि अब साथी किन आज यति खुसी भनेर, हो के भयो हौ साथी आज धेरै खुसी छ जस्तो भनेको त। हौ आज झापाबाट फर्किँदा अब भन्छ के हो त्यस्तो, कसरी के हो। हौ चिम्मङ चिम्मङ लचक लचक क्या सटेनङ ढुच्चुक ढुच्चुक भन्छ। कम्ती र मजा बोक्सेबी भन्छ। हो के भयो त्यस्तो मजा, अब छोरा मान्छे त्यस्तै त भने एक्साइटेड भयो। अब के हो त्यस्तो, के भयो भन्न, को के हो अब त्यस्तै त कुरा भनेको त। साथीले के भन्छ भनेको त, माइक्रो प्रोजेक्ट माइक्रो बसमा आएको रहेछ। नयाँ आएको माइक्रो बस, सिट मजाको नयाँ माइक्रो बसमा परेछ। केटालाई क्यासेट पनि बजाइदिएछ, सिट पनि आनन्दको थिएछ। त्यो पो भनेको रहेछ ट्याट साला।